किन येशू ख्रीष्टले यहूदा इस्करियोतलाई चुन्नुभयो? ती 12 जना मानिसहरू मध्ये जसले येशू ख्रीष्टसँग हिँडे, जसले उहाँका अद्भुत कार्यहरू देखे, उहाँका वचनहरू सुने, यहूदा इस्करियोत। किन येशूले त्यही मानिसलाई रोज्नुभयो जसले उहाँलाई धोका दिने थियो? के त्यो गल्ती थियो वा परमेश्वरको योजना? लुका 6 अध्यायको 12 पददेखि 13 पदमा लेखिएको छ, त्यस दिनहरूमा येशू प्रार्थना गर्न डाँडामा जानुभयो। उहाँले रातभरि परमेश्वरसँग प्रार्थना गर्नुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरू मध्ये 12 जनालाई छान्नुभयो। येशूले यो निर्णय रातभरको प्रार्थनापछि गर्नुभयो। उहाँको छनौट असावधानीपूर्ण थिएन, यो पिता परमेश्वरसँगको गहिरो एकताबाट प्रेरित थियो। त्यस छनौटमा यहूदा इस्करियोत पनि थियो। येशू ख्रीष्टले यहूदा इस्करियोतलाई चुन्नुहुँदा नै उनको हृदय र भावी कर्म जान्नु भएको थियो। यूहन्ना 6 अध्यायको 70 पदमा येशू ख्रीष्टले भन्नुहुन्छ, के म आफैले तिमीहरू 12 जनालाई छानेको होइन र? त्यही पनि तिमीहरू मध्ये एउटालाई शैतानले समातेको छ। यसबाट प्रश्न हुन्छ, येशू ख्रीष्टलाई पहिले नै थाहा थियो कि यहूदा इस्करियोत कहाँ जाँदैछ, तर पनि उहाँले उनलाई रोज्नुभयो। किन? यो बुझ्न हामीले 2 महान सत्यको सामना गर्नुपर्छ, परमेश्वरको सार्वभौमिक योजना र मानवको स्वतन्त्र इच्छा। परमेश्वरको इच्छा पूर्ण र उद्धारक हो। प्रेरित 2 अध्यायको 23 पदले भन्छ, परमेश्वरले ठहराउनु भएको निश्चित योजना र पूर्व ज्ञान अनुसार पक्राउ पर्नु भएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईहरूले क्रुसमा टाँगेर मार्नुभयो। यहूदा इस्करियोतको विश्वासघात परमेश्वरका लागि आश्चर्य थिएन, यो पहिले नै थाहा थियो। यो पहिले नै थाहा र स्वीकृत योजनाको अंश थियो। येशू ख्रीष्टले यहूदा इस्करियोतलाई पाप गर्नका लागि होइन, तर उनको भूमिकाद्वारा भविष्यवाणी पूरा गर्न र मुक्ति ल्याउनका लागि रोज्नुभयो। पुरानो करारमै यो विश्वासघातको भविष्यवाणी गरिएको थियो। भजन संग्रह 41 अध्यायको 9 पदले भन्छ, मैले भरोसा गरेको मेरो परम मित्र समेत जसले मेरै रोटी खान्थ्यो, त्यसले मेरो विरुद्धमा लात उठाएको छ। शताब्दीहरू अघि दाउद मार्फत पवित्र आत्माले येशूमाथि विश्वासघातको भविष्यवाणी गर्नुभएको थियो। यूहन्ना 13 अध्यायको 18 पदमा येशूले सोही पद उद्धृत गर्दै भन्नुभयो, शास्त्र पूरा होस् भनेर। त्यसैले यहूदाको उपस्थिति कुनै संयोग होइन, ईश्वरीय योजना पूरा गर्ने माध्यम थियो। हामी सजिलै यहूदा इस्करियोतलाई घृणा गर्छौं, जसले उद्धारकर्तालाई पैसाका लागि बेच्यो। तर यदि गहिरो रूपमा हेर्यो भने यहूदा इस्करियोत हाम्रो आफ्नै मनको प्रतिबिम्ब जस्तै हो। उनी येशूसँग हिँडे तर उहाँमा कहिले मन बुझाएनन्। यूहन्ना 12 अध्यायको 6 पदले भन्छ, उनी चोरेर पैसा झिक्थे, किनभने उनी पैसाको थैलीको जिम्मेवार थिए। यहूदा इस्करियोत त्यो चेलाको प्रतीक हो जसले येशूसँग बाहिरबाट नजिक देखिए पनि हृदयमा उहाँलाई प्रेम गर्दैन। सायद येशूले यहूदा इस्करियोतलाई यो देखाउनका लागि रोज्नुभयो कि येशूको नजिक हुनु मात्रै उहाँप्रति सच्चा विश्वास हुनु होइन। यहूदा इस्करियोतको हृदय अन्धकारले भरिँदै गइरहेको बेला पनि येशूको प्रेम कम भएको थिएन। अन्तिम भोजमा येशू ख्रीष्टले यहूदा इस्करियोतका खुट्टा धुनुभयो, प्रेम र विनम्रताको चरम उदाहरण। त्यही भोजमा उहाँले उनलाई रोटी दिनुभयो। साथीको संकेत स्वरूप अन्त्यसम्म पनि येशू ख्रीष्टले यहूदा इस्करियोतलाई मित्र भनेर सम्बोधन गर्नुभयो। यो शब्द व्यङ्ग्य होइन, दया र पीडाको स्वर हो। यहूदा इस्करियोतको उपस्थितिले देखाउँछ परमेश्वरको प्रेम मानव अस्वीकृतिमा पनि अविचलित रहन्छ। यहूदा इस्करियोतको विश्वासघातले नै त्यो घटनाक्रम सुरु भयो जसले कल्वरीसम्म पुर्यायो। रोमी 8 अध्यायको 28 पदले यस सत्यलाई सम्झाउँछ, हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। यहूदा इस्करियोतको स्वतन्त्र निर्णय पनि परमेश्वरको योजनाभित्र फिट भयो। यहूदा इस्करियोतको जीवन एक दुखान्त उपदेश हो। उनले देखाउँछन् आध्यात्मिक अवसर नै आत्मिक जीवनको ग्यारेन्टी होइन। जस्तै यहूदा इस्करियोत येशूसँग हिँडे, उहाँका चमत्कारहरू देखे, वचनहरू सुने, तर उनले हृदयदेखि कहिले विश्वास गरेनन्। उनी प्रकाशसँग हिँडे तर अन्धकार रोजे। उनको कथा लोभ, कपट र आत्मिक उदासीनताको गम्भीर चेतावनी हो। तर प्रश्न उठ्छ, के हामी पनि कहिलेकाहीँ यहूदा जस्तै व्यवहार गर्दैनौँ? साना सम्झौता, मौनता वा आत्मकेन्द्रित निर्णयहरूमा। यहूदा इस्करियोत केवल इतिहासको पात्र होइन, उनी मानव आत्माको चेतावनीको प्रतीक पनि हुन्। यहूदा इस्करियोतले धोका दिएपछि पछुतो गरे। मत्ती 27 अध्यायको 3 पददेखि 4 पदले भन्छ, तब उहाँलाई पक्राउने यहूदा इस्करियोतले उहाँमाथि दण्डाज्ञा भएको देखिकन पछुतो गर्यो र मुख्य पुजारीहरू र धर्म गुरुहरूलाई चाँदीका 30 सिक्का फिर्ता दिन ल्यायो र भन्यो, मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। तर उनले क्षमा खोजेनन्। उनी निराशामा डुबे र आत्महत्या गरे। यदि उनले पत्रुस जस्तै पश्चाताप गरेका भए उनी क्षमा पाउन सक्थे।
येशूका बाहुहरू यहुदाका लागि पनि खुल्ला थिए। किन येशू ख्रीष्टले यहुदा इस्करियोतलाई रोज्नुभयो भने भविष्यवाणी पूरा गर्न, दुष्टतामाथि परमेश्वरको सार्वभौमिकता देखाउन, झुटा चेलापनको स्वरूप प्रकट गर्न, प्रेम र दयाको गहिरो स्वरूप देखाउन र अन्ततः मानव उद्धारको बाटो खोल्न। मानिसले जे दुष्टका लागि गर्छ परमेश्वर त्यसलाई मुक्तिको उपकरण बनाउन सक्नुहुन्छ। यहुदा इस्करियोतको विश्वासघातले येशूलाई हराएन, त्यसले उहाँको विजय प्रकट गर्यो। अन्त्यमा प्रश्न रहन्छ, हामी कुन बाटो रोज्छौँ? येशू ख्रीष्टको प्रेममा आत्मसमर्पण गर्ने वा त्यसबाट टाढा भाग्ने? यहुदा इस्करियोतको कथा केवल विश्वासघातको होइन, यो मानव छनौट, कृपा र ईश्वरीय रहस्यको कथा हो। अन्धकारको बीचमा पनि परमेश्वरको प्रकाश बुझाउन सकिँदैन। प्रकाश अन्धकारमा चम्किन्छ र अन्धकारले त्यसलाई जित्न सकेको छैन। आशा छ तपाईले बुझ्नुभयो। धन्यवाद।